हेलो गाइज, वेलकम बैक टू माई युट्युब च्यानल। इट्स मी मिस्टर राज भण्डारी। आज चाहिँ हामी बर्दियासमा रहेको रायमण्डल मन्दिर जान लागेको छौँ। म हाम्रो अर्को साथी अनिमा बहिनी र हाम्रो भाइ जाँदैछौँ। हेर्नु होला, हामी रेडी भएर बसिसकेका छौँ। गुड मर्निङ पनि आइसकेको छ होइन। अब हाम्रो भाइ आउनु बाँकी छ, त्यसै पसेर बसिरहेको छौँ हामी भेट्छौँ अब तपाईँहरूलाई बाटोमा यसो एक फट हानेर होइन। हेलो गाइज, अब हाम्रो यात्रा चाहिँ यहाँबाट सुरु भइसकेको छ होइन। तपाईँहरू हेर्नु सक्नुहुन्छ। ल हामी यहाँ अब ग्लोबल स्कुल त्यहाँ भत्किरहेको अवस्था देख्न सक्छौँ होइन। तपाईँ हेर्नु सक्नुहुन्छ। ल हामी चाहिँ निस्किसकेका छौँ यहाँबाट रायमण्डलको लागि है। यहाँ हाम्रो बहिनी र भाइ पनि अर्को बाइकमा छ। अब हामी जान्छौँ यहाँबाट। यो तपाईँ हेर्नुहोस् चोक है, निस्किने बाटो हामी आइसकेको छ। अब अनि क्या तल रायमण्डल काठ जाने तल थाहा छ? त्यो के काठ जाने तल थाहा छ? थाहा छैन, मलाई पनि थाहा छैन। भाइलाई फोन गरेन के अरे उता उसबाट जान्छ मलाई भन्दै, भक्सीबाट जान्छ मलाई भन्दै थियो भन्नु। हामीलाई थाहा छैन होइन। अब त्यो हामी सोध्दै जान्छौँ। आउँदैछ अब गएर हामी देखि भाडा सोधौँ पहिला होइन, कहाँबाट जान्छ भनेर। अनि त्यसपछि हामी निस्किन्छौँ है। अब हामी यहाँ त्यसरी यहाँ एभरेसिटी पार्लर रोक्न त्यहाँबाट भाइ यहाँ पसलमा छ जस्तो त लागेन मलाई होइन। पसलमा छैन भाइ, घरतिर छ होइन। अब हामी अगाडि बढ्छौँ। यो चाहिँ हाम्रो बर्दियासमा लट स्याट्टा, यो चाहिँ हाम्रो बर्दियासमा रहेको विकास चोक। जान्छौँ रायमण्डलतिर। Cycling is good for health. किन थाहा छ? टाढा भयो नि। पुल के बन्द हो? हेर्नु सक्नुहुन्छ, यो चाहिँ हाम्रो बर्दियासमा रहेको भक्सी पुल भन्नुभएको। अब अहिले चाहिँ बन्द रहेछ यो पुल होइन। अब हामी साइडबाट जानुपर्ने रहेछ होइन। अनि यो चाहिँ हाम्रो लालदाई हो गाइस है। ल यता पुल चाहिँ बन्द रहेछ होइन। यो बाटो हामी आएको छैनौँ। अब यतातिरबाट खोलाको बाटो जानुपर्ने रहेछ होइन। अनि किन यहाँ बाढी आएपछि कहाँ जाने? बाढी आउनुभन्दा अगाडि पुल बनाइदिन्छ भनिसक्छ। त्यो पनि भक्सीको पानी 2 घन्टामा सुकिहाल्छ नि। ल तपाईँहरू हेर्नु सक्नुहुन्छ, यो चाहिँ हाम्रो यहाँ रोड हो। अब यो पूर्व पश्चिम राजमार्गको रोड बन्दैछ। अलिक बिस्तारै कुदा यार, यो लास्ट धुलो यो माडाले पानी उडाउँछ खतरा। मेरो सबै कडा चाहिँ यो हिलोले रेफर पार्ने भयो जस्तो लागिरहेको छ मलाई होइन। यता बनाइदिन्छ। बाटो चाहिँ यहाँ बन्दै यो चाहिँ अन्तिममा बन्छ यो बाटो होइन। यता सुनमाइतको साइडबाट बन्छ। अब हेर्नु सक्नुहुन्छ। यहाँ भाइले बाइकमा छ, हाम्रो पछि आइरहेको छ। आइला भन्दै
केटा घुम्नु मजा आउँछ उता हाल उता उता अब हामी त होइन त्यहीँबाट जाने हो त ए होला क्या ल मलाई त्यो पनि थाहा छैन है गाइज हामी अब थाहा नभए पनि हामी सोध्दै सोध्दै पुग्छौँ कताबाट जान्छ भनेर होइन हाम्रो भाइ र बहिनी यहाँ सबैसँग बाइकमा भाइ त्यो राइमन्डल डाँडा जाने बाटो कुन हो म नै गएको छैन त्यही बाटो हो नि होइन त्यो हावा कुरा नगर फेरि लगाइहरूसम्म चाहिँ हामीले चट्टसँग जङ्गलको बाटो छिरिसकेको छौँ तर कहाँबाट जानु त्यो हामीलाई अझ पनि अत पत्तो छैन अब हामी अलिक अगाडि गएर गाउँमा सोध्छौँ भाइलाई फोन गर्नु सक्सिरहेको छ यार ल पहिलाको एकचोटि यस्तो भाइलाई दुई दिन भाइलाई फोन गर्नु कहाँबाट जाँदो रहेछ भनेर होइन फेरि हामी सो ल गाइज अब हामी चाहिँ यहाँ सोधेर जाँदैछौँ होइन भाइलाई फोन गरेँ मैले अब हामीले अब हामी भाइलाई भेटेछ भिडियो भाइ चाहिँ नछुट्ने भयो होइन सबै मैले के भन्नु भाइ भर्खर थियो त यहाँ भाइ चाहिँ अलिक कटर गइसकेको छ होइन तपाईँहरू हेर्नु छ यहाँ पर बस्नु भन्दा त्यो जग्गा निस्क्यो आइरहेछ ल हाम्रो भाइ चाहिँ यहाँ हामीलाई पर्खेर बसिरहेको छ होइन ल हेर्नु सक्नुहुन्छ तपाईँ है हाम्रो भाइ चाहिँ हाम्रो भिडियोमा कहिले पनि नछुने भयो हामीसँग होइन होइन यहाँबाट आउँदै थियो क्या हामी यो विश्वकर्म चोकको बाटो ल यो चाहिँ हामी भाइसँग आइपुगेर भेटिसँग होइन भाइ के छ ठिक छ होइन नि त अनि बिजी छ आज बेलुका आउनु न रहेछ कहाँ जाने त्यहाँ सकाएर भोज खान आउनु बस कस्तो बेगन थाल्यो है के गर न भाइ हजुर दाइहरूको पालो काम म त गर्दिनँ सन्यासी अब जङ्गल त्यसै पाहाडतिर हिँड्ने ठाउँ कहाँ छ भनेर खोज्नुको लागि गएर बस्न मात्र बाँकी छ सन्यासी भइसक्यो ल हाम्रो साथी सन्यासी भइसक्यो के आज के सर हजुर त्यो हजुरको अन्तिम काम आज अस्ति पनि अन्तिम गर्नु थिएन अस्ति त्यो क्लियर गरेँ नि आज 49को दिन हुन्छ है अब हाम्रो भाइको यहाँ हजुरबाको बिहा भने आउनु जस्तो काम छ अरे आज होइन त्यसैले आज हाम्रो भाइ आज हामीसँग कुन बाटो जाने हो म अहिले त्यहाँ आउँछु नि हाम्रो भाइ आज हामीसँग जुड्न सकिएन जुड्न नसके पनि भिडियोमा त्यसो एक झलक भाइको देखियो होइन अब हामी चाहिँ गइरहेछौँ है हेर्नु सक्नुहुन्छ तपाईँ हामी जान्छौँ अब राई महिलाले गाउँै छोड्यो रे यस्तो बाटो ठिक हुन्छ खोलाको बाटो त हिजो बक्खुमा भएको त्यो चाहिँ कता हिँडेको त्यो उताबाट जाने रे आउनु हौ यताबाट जाउँ हामीले चाहिँ म्याप लोकेसन हेर्नु थालेको थियौँ सोधेको थियौँ मान्छेलाई अब भाइले हामीलाई बाटो देखाइदिएर यहाँबाट जान्छ भनेर होइन ठिक छ एउटा यतिको भाइ त हुनुपर्छ यार जिन्दगीमा आज मौसम पनि चिसो चिसो छ होइन चिसो 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 हावाले भनेर होइन अफरोड त के भन्छ होला त्यो पनि रमाइलो भइरहेको सोचेको यात्रामा हामी हिँडिरहेछौँ होइन हामीले कताबाट लिएर जानु थाल्यो हो खोलै खोला जानुपर्ने हो क्या हो ल अब हामी जस्तो खोलाको बाटो गइरहेछौँ होइन हेर्नु सक्नुहुन्छ ल एउटा सर्ट्स हेरौँ यस्तो आकाशबाट ड्रोन सर्ट होइन ल अलिक सर अलिक राम्रो हामी होला हाम्रो भाइ चाहिँ अगाडि छ है अवश्य सरले बाइक खोलामा हाल्नु सक्नु भएन अवश्य सर गाह्रो हुन्छ नि भन्नु होला आएन
ल अविश्वासले मलाई झार्ने भयो होइन म चाहिँ अब हिँडेर टाक्का टाक्कासँग भिडियो बनाउँदैछु गाइस अविश्वासले चाहिँ मलाई लिएर जान सक्नु भएन विवेक दादा हजुरको साथी हेलो के छ पाएन माग्न सक्छस् नि सकिन यो त तान्नु सक्दैन त तानेन भन्छु ल हाम्रो बहिनी कन्टेन्ट दिएको लिउ न भन्छु असी सर खुट्टा नडेकिनु ल खुट्टा पर्दैन खुट्टा नडेकिनु है अब त्यहाँ पो गेट नभेट्यो त कहाँ होला गेरै नभेटेको अम्बो यो त अविश्वासले फेरि यहाँ पनि खुट्टा टेक्नु भइसकेको छ तपाईँहरूले हेर्नु सक्नुहुन्छ भाइले हामीलाई कुन कुन बाटो लाग्यो खासै राम्रो बाटो त लिएर आएन भाइ तिमीले होइन बाटो त्यहाँबाट सिधै सिधै गयो अलिक सजिलो पर्थ्यो कि जस्तो लाग्यो पर्सनल्ली मलाई चाहिँ होइन अब ठिक छ भाइले अब यो बाटो देखाइदिएको छ अब हामी यतै बाटै जाउँला होइन हजुर अँ यो अलि अगाडिबाट खोज्दैन ल भाइ चाहिँ हामीलाई बाटो देखाइदिएको छ बाटो देखाउनलाई पनि छेउ छेउ कि बाटो बाटो त्यो बाटो नछोडिकन जाँदा पुगिन्छ है ल अब भेटौँला जाने कि यता जाने भरे भेटौँला ल अब हाम्रो छोड्यो अब यहाँदेखि है भाइ चाहिँ अब यताबाट अब त आफ्नो हजुरबा खानु छ अरे त्यसले निस्किने भने अब हामी चाहिँ यहाँबाट निस्किन्छ अब हेर्नु सक्नुहुन्छ हामी गाउँ गाउँ जङ्गल जङ्गल खोलै खोला कटेर आइपुग्यौँ यो चाहिँ हाम्रो बर्दिवास एक्सप्लोर गराए पनि हो होइन भाइले हामीलाई बाटो देखाइदिइसक्यो भाइ चाहिँ अब आफ्नो बाटो लाग्यो अब हामी चाहिँ आफ्नो बाटो जान्छौँ है के कामको लागि आएको केटो कहाँ होइन गाउँबाट होला म त यहाँनिर आएन यसलाई अब संजोग भनौँ कि के भनौँ भन्दा वर्षा भन् वर्षा भन् अँ सन्जोग नभन् वर्षा भन् भने संजोग वर्षा होइन सबै आफ्नै हो फेरि होइन कथाले मागेर भाइ आइपुगेको हो कि कथामा आफै एउटा पात्र भएर आइपुगेको हो कि थाहा भएन होइन हाम्रो अब हाम्रो चाहिँ यहाँ अर्को पनि यता फुल बन्दै रहेछ है डेभलप भइरहेको छ बर्दिवास ट्याक्कसम्म गर्ने साह्रो ल हामी चाहिँ बाटो जान्छौँ अरे होइन त्यो रायमण्डलको डाँडामा हेरौँ के आउँछ यो बाटो हिँड्न पुग्छ कहिले यो बाटो एकचोटि के गर्दा हिँडेको थियो ए फुटबल म्याच हुँदै के होला एकचोटि यहाँ तल फुटबल म्याच भएको थियो अनि त्यो बेला चाहिँ गएको थियो लडाउनको बेला थियो गेम थियो त्यो तल त्यो के भन्छ डाँडा तल गेम थियो दाइ र म चाहिँ आएको थियो त्यो बेला गेम हेर्नु थाहा चाहिँ छ यहाँ यस्तो यो बाटो यहाँ यहाँ छ भनेर एकचोटि हो र होइन तपाईँ रेडी ठाउँ भनेर त्यो लाइम टुलबाट है यहाँ होइन कहाँ हो अघि नगरौँ होला होइन यो कुरा चाहिँ मलाई पछि भन्नु त कसो गराएर काम सबैले मिक्स जस्तो पकाउनु जान्छ होइन कसै कसै प्राइभेट पनि जान्छ रिलेसनसिपलाई होइन त्यस्तै हाम्रो अफिसहरूले पनि के भन्छ एउटा नर्सको म्याच गऱ्यो अनि एकछिन बोली होइन मैले आर्यन लाइट थियो सोधि भन्दै थियो त्यसले हँसाइस् होइन मान्छे त यहाँ मान्छे हँसाउनु ठुलो कुरा हो क्या रौँने त के हुन्छ रौँने जिन्दगीमा धेरै हुन्छन् मान्छे हँसाउनु पनि सक्नु पर्ने हुन्छ होइन नर्थ बिना सिटी म्याच गर्दैन नर्थ म्याच गर्दा मान्छे त हामी साथी खत्रै हो
बाल दिँदैन त छुट्टै कुराको हो के अस्ट्रेलिया जाने होइन देश सकिङ हुँदैन देशलाई माया गर्नुपर्छ सके यही देशमा बस्छु भने पछाडि पनि नसके विदेश जान्छु भने जिन्दगी भने यस्तै हो साथी होइन आफ्नो देशमा बसेर केही गर्नुपर्छ सकेसम्म त मतलब बाहिर नजाउँ भन्ने प्लान हुनुपर्छ होइन यतै बसेर केही गर्नु लाग्छ तर यस्तो पोलिटिकल सोच्नुपर्छ नेपालको उसैमै गाली नै दिइसक्दा भन्दा ऐसा गाली दिँदै भन्छ भन्ने बेला चाहिँ हाम्रो नेताहरू भन्दा डुङ्गर भनेको ऊ के अरे ऊ तन्त्र कर्मचारी तन्त्र डुङ्गर भन्छ नेताहरू डेन्जर भनेको हामी मात्र हो क्या डेन्जरै छ अरूको लागि छोडै मात्र हो पिक्चर लागि नचाहेको हो टाढी छ कि क्या हो यार हामी त्यो बत्ती बस एक्सप्लोर गर्दैछौँ होइन अस्ति साथी मेरो सबैको सहमित्र सहयात्री सहयोगी यार यो बाटो त म साइक जुन हामी त्यो बाटो आउँछौँ नि इक्जाम स्कुलको अस्ति सुरु थियो नि यही बाटो आउँछ हामी त्यो तल बाटो नि यही बाटो आउँछ कम जस्तो साइकलमा चाहिँ यो बाटोमा बेला कम जस्तो आएको नि 13 महिनाबाट लगेर आएको यार साइकलमा एकचोटि अगाडि हेर्नु तपाईँहरू है अगाडिको सर्ट होइन अगाडि त बियो चलाउनुहुन्छ यहाँ गर्मी महिना लागेको यहाँ लागि आगै लगाएको लगाएको चाहिँ पकाएर आउँछ गर्मी भन्दा पनि अब पानी परेपछि हरियो घाँस बनाउँथ्यो नि अनि आफ्नो यहाँ गाउँतिर हो ऊहरू हुन्छ नि के अरे गाई बस्तुहरू पाउनको लागि हामी सिधै हो यहाँबाट सिधै हामी माथि पुग्छ अब माथि पुग्ने अरू के सिक्का टुङ्गो पुग्छ नि त्यही माथि पुग्छ हामी जतिसम्म मलाई लाग्छ म यो बाटो हिँडेको एक दिनको एक्सपिरियन्स म भन्दैछु होइन यो बाटो हिँड्दाखेरि हामी त्यही माथि पुग्छ जस्तो लागिरहेको थियो मलाई अब यसरी हामी यहाँ 8 बजीसम्म आधी दिदीको होइन हामी सिधै होइन हामीले यदि एकचोटि गन्तव्य हामीले तोकिसक्यो भने हामीले गन्तव्यबाट फेरि हामी त मोड्दैनौँ हामी लक्ष्य पनि याद के गन्तव्य सोच्छौँ यहाँबाट सिधै त्यही हो केटा सिधै निस्क्यो नि हो क्या त्यसलाई सोध भन्न यहाँबाट पुग्छ क्या मलाई यता आलाबाट यता पुग्दैन क्या मलाई यहाँबाट उहाँ पुग्छ भाइ सोधेर आउँछ यहाँबाट हामी मै पुग्छौँ क्या अस्तिको ठाउँमा सिधै रोड निस्किन्छ यहाँबाट हामी कुन बाटो ल हेर्नु छौँ अब हामीले बाटो बिर्सेर हामी धेरै अगाडि आइसक्यो जस्तो लाग्छ मलाई चाहिँ होइन बुनहरू चाहिँ पछाडि सोध्नु गएको छ सोधेर आउँछन् त्यसपछि हामी निस्कौँ ल बहिनीले सोध्यो कताबाट जाने मण्डपमा सोध्दैछ हेर्नु त्यहाँ सोध्दैछ बहिनीहरूले ल मलाई चाहिँ हामीलाई सिग्नल दिइसकेको छ ल आएर चाहिँ आएर छौँ ल अब यसो साथीको एउटा फोटो खिच्यौँ है च्याट्टा पारेर फोन आइसकेको छ अब हामी अब एउटा फोटो खिच्दिएँ मैले अब हामी निस्किन्छौँ यहाँबाट है हाम्रो भाइको ड्याडीले चाहिँ 8 बजीसम्म आइसक्यो भन्नु मलाई चाहिँ हामी 8 बजीसम्म त त्यहाँ पनि नपुग्ने जस्तो लागिरहेको छ होइन कताबाट है भनेको यहाँबाट सिधै रोड पुग्छ त्यो त पाटो त्यहाँ माथि पुगिन्छ क्या हामीले हिजो अस्ति मेरो भिडियो आएको थियो नि ठ्याक्कै त्यो ठाउँ पुगिने हो क्या यहाँबाट फर्किसकेका छौँ है अब जानु पऱ्यो अलिक अगाडिको बाटोबाट रहेछ
यस्तै हो होइन ल भाइ सब्सक्राइब गर ल मिस्टर राज भण्डारी युट्युब च्यानललाई तिमी पनि सब्सक्राइब गर ल है मिस्टर राज भण्डारी युट्युब च्यानलको नाम ल भाइ अर्को छ क्या त्यो भाइ भन्नु पऱ्यो नि त तिम्रो गाउँको भिडियो आउँदा त्यस्तोसँग यसरी भन्न के भन्दैथिस् त्यसमा अब यहाँबाट जान्छु यसरी बाटो हामी घुम्यौँ यहाँबाट अब है भाइले फेरि यसरी चाहिएको छ इन्फर्मेसन कलेक्ट गर्दै हिँडिरहेको छ हामी कहाँबाट जान्छ भनेर होइन तपाईँहरूलाई पनि भनौँला मधेसबाट कति टाइम लाग्छ भनेर होइन सिधै सिधै अब त आयो होला यतै यहाँबाट त तपाईँ अलिकति अगाडि हेर्नु सक्नुहुन्छ है यहाँबाट हामी जान्छौँ खोला पुग्यो हामी यहाँबाट तल खोला छ बाटो चाहिँ अप्ठ्यारो भए पनि रमाइलै छ सोध्दै सोध्दै आउनु पाइन्छ होइन किन खोलाबाट जान्छ भनेर थाहा छ यतै खोलै छेउमा छ अरू खोलाकै पाखा डाँडा होइन खोला हेर्न सक्छौँ हामी चाँडै नै पुग्छौँ यहाँबाट है घामको त्यो किरण त्यो उज्यालो हेराइ चिटिक्क घर चिटिक्क घर बस्छ यो चाहिँ हामीहरू यसपालि खासै त मतलब फुलेको छैन नि है त्यो खोलेर सुजन तपाईँले गीतहरू आज नबुझायो सुजन तपाईँले गरेर नबुझायो है गाउँघरको बाटो जस्तै हुन्छ नि यो चाहिँ खरे बाटो चाहिँ नागिन पार्ने क्या समलमा भिडियो पार्दै एउटा केटा मान्छेहरू नागिन पार्ने किन पाइहाल्छ भनेर होइन बुलेट कुदाएर होइन ह्यान्डल पाइने छैन क्या लाटो लगाइदिएर लाटो लगायो नि ह्यान्डल पाइने छैन टाउको मात्रै घुमाएर हुन्छ बाइक सिधा त मान्छे बाँधिसक्यो कन्टेन हुन्थ्यो अहिले बाबा त म पनि पहिला त्यसरी हाँस्थेँ हामी चाहिँ सिधा हुन्छ सिधै बाङ्गिन्छ भन्दै त्यो बेन्डमा अहिले त्यसमा अलिकति बाइक हालेर आएको हुन्छ आएको हो कि जस्तो लाग्छ म त्यही डरले म अघि साथीलाई बाइक हाल्नु फेरि पनि यो त पढ्न हात पनि बोल्यो हुने भयो यार सबै पढाइसकेको छ डाँडा डाँडा काँडा पर जाँदै गर्नु पर्यो चढ्दा भने चढ आफूलाई लिएर कुद्दै पार्नु जस्तो लाग्छ आइ त राख नि चढ्न बेला हाम्रो भाइ बहिनीहरू पछाडि हामीसँगै छन् हाम्रो यात्रामा छुटेको छ भाइहरू बहिनी
अब यहाँ अगाडि देखा ल समाउँछु तपाईँहरूले अब यहाँबाट यस्तो अगाडि हेर्नु ल भयो अविश्वास दादाले चाहिँ बाइक पिच पाउने बित्तिकै फेरि डन 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 गर्दै हुन्छ होइन सक्नुहुन्छ अब चाहिँ हामी नजिक नजिक त्यो आफैलाई फिल भएर चाहिँ हामी नजिक 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 आइसक्यौँ भनेर होइन यो अहिले भन्नु जताभाइले चाहिँ खोलाउने कारण भनेको मलाई डढेर पनि लाग्छ कि मेन रिजन चाहिँ यही नै हो जस्तो लाग्छ डरले कारण चाहिँ पनि हो वातावरण पनि लास्ट पोजिसन भइसक्यो अहिले अब हिजो बढी जाँदाखेरि कति म बिहान 7 बजीतिर 7 बजी त्यो 7:30 बजीतिर गएको थिएँ त्यो रातो सलाउँदा पाए त पुरै त्यो त्यो के अरे त्यो हुसियो के भनौँ त्यो जाडो पनि होइन उहाँलो चाहिँ के भयो पुरै त्यो धुमी गयो जस्तो क्या न त आगो बारेछ न त केही छ भस्नु चाहिँ के भयो त्यहीँ चाहिँ मान्छे नसुन्नु पर्यो ल हामी सक्नुहुन्छ तपाईँले एउटा भाइ बहिनीलाई पनि इज्जत देखायो च्याप्प छ है ल हामी चाहिँ नजिक 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 नजिकै नजिकै आइसकेका छौँ भनेर फिल भइरहेको थियो हामी चाहिँ आइसकेका छौँ जस्तो लाग्यो मलाई चाहिँ है यही हो जस्तो लागिरहेको छ मलाई के यही हो त फर्केर हामी चाहिँ आइसकेका जस्तो लागिरहेको छ मलाई हेर्नु सक्नुहुन्छ तपाईँले यहाँ चाहिँ पुरा यही हो जस्तो लाग्यो मलाई चाहिँ होइन यहाँ यो भाग मन्दिर बनाएर हामी फेरि आउँछौँ होइन अगाडि हेरौँ त्यही होइन त्यही हो ल यहाँ चाहिँ हेर्न सक्नुहुन्छ है चट्टसँग बिचमा रुखलाई राखेर बाटो दुईतिरबाट घुमाएर यस्तो त्यो खानेपानीको त्यो जस्तो लाग्छ हेरिदिउँ न यहीँबाट किन हामी वहाँ पुनः वर्ष हेर्नलाई त्यहाँ के हो भनेर ठुलो आँखाले देख्न नमिलेको कुरा के हुन्छ र ल यहाँ ल के रहेछ यो खानेपानीको ट्याङ्की देख्नु भयो हजुरले गाई तिम्रो आँखा भन्दा अझै हेर्नु छ भने अझै योभन्दा जुम गरेर हेरौँ ल गाई चाहिँ एकछिन ल हामी फेरि भेट्छौँ ल गाई अब हामी चाहिँ आइसकेका छौँ यहाँ रायमण्डलको डाँडामा अब हेर्नु सक्नुहुन्छ हामी मसँग मेरो बहिनी हिँड्दै हिँड्दै आएर आएको चाहिँ के बहिनी हावा धेरै तर्छ कि हावा देखेर होइन कुनाल दादाको बाइकमा बस्दाखेरि जहिले पनि के हुन्छ थाहा छ कुनाल दादाको नि वेट छैन मेरो नि वेट छैन अनि पछाडि म उफ्रेको गर्छु कि यस्तो हुन्छ अब हामी मान्छे चेन्ज गरेर बस्छौँ है यो त कमिलाले खाएको जस्तै छ यस्तो त मैले बाटोमा कति देखेँ हामी चाहिँ आइसकेको छौँ रायमण्डल डाँडामा हाम्रो केटाहरू चाहिँ यहाँ बाइक पार्किङ गरिसकेको छ होइन हेर्नु सक्नुहुन्छ तपाईँहरू ल अब हामी चाहिँ मेरो राइट ह्यान्डमा दुखिसकेको छ त्यो पढ्दा पढ्दा अब हामी भित्र जान्छौँ ल हामी चाहिँ यहाँ आइसकेका छौँ है तपाईँहरू हेर्नु सक्नुहुन्छ कुन बाटो यहाँ डाँडामा आइसकेका छौँ मन्दिरमा खोल्नु पर्दैन होला दार्जिलिङ हुन्न ल अब हामी चाहिँ शिवजीको मन्दिरमा आइसकेका छौँ लगेर जाउँ यो जुत्ता खोलेपछि मोजा पनि खोल्नुपर्ने होला ल अब हामी चाहिँ आइसकेका छौँ यहाँ है
मुजा खोलेर हामी यहाँ मन्दिरमा पहिला मन्दिरमा जान्छौँ हामी शिवजीको मन्दिर हाम्रो केटा चाहिँ शिवजी बन्न थालिसकेको छ है डमरू समरी बोकेर यो चाहिँ हाम्रो यहाँ शिवलिङ आस्था के कुनालको साथीको अस्ति भर्खर बिहे भएको आफ्नै टिचरसँग बिहे भयो अब आस्था भन्ने हाम्रो अर्को साथी पनि होला होइन मलाई त्यस्तो लाग्छ त्यो होइन त्यो काम पढ्दा पनि हुने एकचोटि गएर यो चाहिँ कटाल्नु पऱ्यो दर्शन गरिसक्यो अब हामी जान्छौँ टक्कसँग यहाँ पछाडि राय मण्डलको डाँडामा हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ सबैलाई जान मिल्दैन हामी चाहिँ आइसकेका छौँ यहाँ है एक्लै दुग्लै आउने यहाँ लास्ट डर फिल हुने रहेछ होइन यहाँ टक्कसँग यो बाटो पनि छ चल्दैन ल सुरुमा है ल हेर्नु सक्नुहुन्छ तपाईँले ठ्याक्कै मन्दिर जस्तो एउटा उत्पत्ति भएको छ यहाँ पुरा मन्दिरको बुट्टा बुट्टा जस्तो हाम्रो अफिसर सर चाहिँ पुगिसकेको छ माथि ल हजुरले छिटै प्रगति पाउनुहुन्छ प्रगति श्रेष्ठ चाहिँ चिन्छु मैले होइन अब अर्को प्रगति चाहिँ अब प्रगति श्रेष्ठ त हाम्रो क्लासतिर पनि छ क्या के हो प्रगति हाम्रो क्लासको प्रगतिलाई आँखा लाउनु भयो क्या के हो भाइ तेरो क्लासको प्रगतिलाई पनि जाउँ न यो यहाँ राखौँ यहाँ पहिला राखौँ न यसलाई मिलाउँ यहाँबाट इन्जिनियर हो अस्ति हामीले अस्ति यसरी नै होइन यसो टक्कसमा राखेर होइन अब चाहिँ यहाँबाट त्यो केटाहरू ल अब एउटा फोटोसुट यहाँ गरौँ यहाँबाट हामी अब एउटा यहाँ जुन फुल राख्न बस्छ भनेर मोबाइल राखेर पुऱ्याएर दुईजना मान्छे आएर यतिमा लेभल मिल्ने हो र त्यो अलिक खोल्नु मिल्छ नि त मिल्नु आइरहेको त्यो ठ्याक्कै बिचमा आउनु पर्ने नि हामी सबैजना जाने भनेको हो तल माथि यस्तो यो लेभल पनि त सानो छ हामी चाहिँ यहाँबाट गयौँ अब है रायमण्डलमा रहेको डाँडा यो भुइँचालो आउँदाखेरि झौ यस्तो झरे आयो कि अस्ति नै तर खोइ त जानकी मन्दिर त्यो पनि झरिसक्यो चढौँ सबैजना जाउँ न जाऊँ त विशेष यहाँ पनि चारैतिर भगवानै भगवान छन् कुन भगवानलाई पूजा गर्ने मन्दिरबाट पैसा उठाउनु पैसा रुद्राक्षहरू यसरी खालेछ हजुरको फोन बजेको बज्दैछ घन्टी बजाउँ न ल हामी चाहिँ यहाँ आइसकेका छौँ होइन पैसा तिमीले आउने कि म आइसक्यो भाइ आइज न आइज चढेर धर्न के आउनु यहाँबाट नि हामी टुरिस्ट छुट्टै भिडियो बनाउँदा अभिजस मेरो आएको छैन सबैको आँखा
फोटो हाल्न पहिले अनि झर्दै काम गरौँ भिडियो सुरु गरिस ए मन्दिर अगाडि खिच्नु टाइममा राख्नु पर्दैन पचाउ त्यहाँ यहाँ छ नि हामीसँग बुझ्ने के टाइममा राख्नुपर्छ हामीले केटाले चाहिँ अब यसो चट्टसँग हाम्रो प्याकअप गरेर हिँडिसकेको छौँ हामी होइन तपाईँहरू हेर्नु सक्नुहुन्छ तपाईँहरू एकचोटि घुम्न आउनु होला यहाँ रायमण्डलको डाँडामा है हामी यो फोटो खिचौँ न सबैजना ल अब हामी हेर्नु सक्नुहुन्छ अब चाहिँ हाम्रो यहाँ सकिसकेको छ हाम्रो घुमाइ अब हामी एउटा फोटो खिच्छौँ यहाँ त्यसपछि हामी निस्किन्छौँ ल सो हेलो गाइज अब हाम्रो चाहिँ यहाँको हाम्रो भ्रमण सकिसकेको छ अब हामी चाहिँ यहाँबाट फर्किन्छौँ है हाम्रो साथीहरू चाहिँ उहाँ पुगिसकेको छ अगाडि तपाईँहरू हेर्नु सक्नुहुन्छ है ब्यागमा हाम्रो अवशेष चाहिँ यहाँ जिउ तन्काउँदैछ अब बाइक हाम्रो रेडी भएर बसिसकेको छ है अब हाम्रो भाइ बहिनी ल अब हामी बाई बाई सी यू गाइज इन चिया पसल ल अब हामी चाहिँ टक्क निस्किन्छौँ यहाँबाट है एकचोटि फेरि हेर्नु सक्छौँ यहाँबाट परबाट हेर्नुहोस् ल यो चाहिँ हाम्रो बरियस रायमण्डलको डाँडा है ठ्याक्कै यो मन्दिर जस्तै सेपमा निस्किएको छ है एकचोटि आउनु होला भिजिट गर्नु होला यहाँ रमाइलो छ बाटो पनि है ल अब हामी एकछिन बाटोमा भेट्छौँ हामी चाहिँ फर्किसकेका छौँ त्यहाँबाट है रायमण्डलबाट भिडियो चाहिँ हेर्छौँ त्यसपछि हामी गएर भेट्छौँ भिडियो बन्द गरे छैन ल हाम्रो भाइ बहिनीहरू फेरि आइसकेको पछाडि नै हाम्रो पछाडि है के भने हामी यहीँ छौँ धेरै नजिक जान बाटो थाहा थिएन नि त अनि टाइम लाग्यो जस्तो लाग्ने हो फर्किन त आधी घन्टाबाट 10 मिनटमा आइपुग्छ जस्तो लाग्छ कहिले हामी ओह्रालो मात्र गोटु है केटाले पनि हँसाइरहेको लागि मलाई होइन राति नर्सलाई हँसाउँछु बिहान साथीलाई हँसाउँछु हँसाउनै तपाईँहरूको गेस गर्नु होला यसले राति मलाई हँसाएको छ भनेर होइन नर्स हो गेस द नेम एन्ड विन द प्राइज र तपाईँहरूले के नाम गेस गर्नुभयो भने चिया चेस्टमा हालिदिनु लागि कप चिया है पुरानो भाइले चाहिँ पाएन त्यहाँ होइन भन्नको लागि अरूको लागि ल यो राति म्याच कुन नप्लाई गरायो उनीहरूलाई हँसाएको हो नाम गेस गर्नु होला Guess the prize. Guess the prize. Guess the prize. Guess the prize is the winner. Right. मैं आज डिस्प्ले में हूँ. कमेडियनले वाच हाल्नु ठ्याक्कै एउटा कुरा भनेर हाँस्छन् जस्तो गर्छ होइन ठ्याक्कै अर्को कुरा भन्दिनँ अनि बाँदर माटो गयो भने बिराको कुरा खाल्छ भन्छ क्या
बाटोमा क्या अहिले आएको छैन अनि मैले तँलाई भने सिन्धुली क्या भिमान बाटोमा भित्र जान्छ लग्नुको लागि के भन्छ नयाँ जाने सोच त यार म गएको छु होइन म एभ्री तिर त्यो हुन्छ नि साउन्डको बेला म सोच्छु होइन त्यहाँ जानु होइन मलाई चाहिँ फेरि के लाग्छ भन्दाखेरि मान्छे भिडियो आए बेला जानु हुँदैन जस्तो लागेको होइन त्यो यस्तो स्पेसल चाहिँ त्यो साउन्डको बेला फिल हुन्छ क्या यार माथि जानुपर्छ यार यस्तो जानु पर्छ भन्ने फिल हुन्छ क्या म चाहिँ हिँडेर गएको अहिले बाइक पनि जान्छु अहिले त बाइकै सक्नुहुन्छ होइन त्यहाँ जाने सोच्छु छ अब म चाहिँ अब टुवेलमा पढ्दा गएको थिएँ म दाइ भाइ बाइक गएको थिएँ एउटा पार्टीलाई पनि यस्तो गरेर जाउँ भनेर हेर्नुहोस् बरगाछमा यस्तो यस्तो ठाउँहरू एन्टिक ठाउँहरू पनि छन् आउनु घुम्नु होला दिपेन्द्र भाइ उयो मिस यु होइन अलवेज होइन मेन कुरा दिँदैछ हामी दुःखमा पनि मिस गरेर आएको अङ्कल चाहिँ यहाँ तपाईँसँग एकसाथ गर्दै हुनुहुन्छ कुद्दै हुनुहुन्छ है के दिनु खाँदा के भन्छ दिन्छ भन्छ साथी एउटा कुरा चाहिँ अलिक प्रश्न भन्यो होइन सेसन सबै रियाक्ट गर्ने विधान के हो केटी ब्रेकअप भयो क्या त्यसमा डिभोर्स हुन्छ होइन के हुन्छ 2 महिना लग पर्छ 2 महिनापछि ब्रेकअप हुन्छ पुरा तर्के आँखा तर्के नजर के हेरेको फेरि लास्टको गाउँ उनको तल्लो गाउँ मेरो केही पनि गाल पारेर चलाएर के हेरेको फेरि मजाले बन्दै रहेछ है अर्को घुम्दैछ गाउँहरू अब हाम्रो गाउँ रहेन नगरपालिका अब त पारिहाल्छ अनि तपाईँ तलाउमा थाहा छ सुशान्त दाईको ट्विटर च्यानल हेर्छ कि छैन होइन सुशान्त दाईले 4 जनालाई फलो गरेर रहेछ होइन कसलाई सुशान्त दाईले 4 जनालाई फलो गरेर रहेछ टिकटकमा अकाउन्टमा त्यहाँ एकजना चाहिँ गुराँस नानी पनि रहेछ क्या हजुर आफन्त त हो जस्तो लागिरहेको छ मलाई 4 जनालाई मात्र फलो गराएको छु अहिले टिकटकमा 4 जना फलो गरेर छ एउटा चाहिँ गुराँस नानी रहेछ क्या त्यो म एउटा यस्तो नर्मल भिडियो हेरिरहेको थिएँ होइन मान्छेमा देखाएर सुशान्त दाईले यसलाई फलो गर्छ भन्दा अनि गएर फलोमा गरेर हेर्नु कुरो आइगयो होला होइन ओपनै छ 4 जना फलो गरेर पनि सुशान्त दाईको अगाडि हेरेँ होइन फलो गर्छु अनि हेरेँ 4 जना फलो भयो अनि यसो भित्र हेरेँ होइन त्यहाँ एउटा ग्रास नाम पनि थियो कि ग्रास नानी मिस नेपाल होइन मिस नेपाल अब दाइ फेरि मिस नेपालबाट फलो गरेर हुन्छ नि होइन त्यो चाहिँ खतरा लागेको मलाई यसो हेर्नु यार फलो गरेर छ क्या यतिको आर्थै हुनुपर्छ मान्छेहरू भन्ने फिल भयो मलाई चाहिँ होइन बाङ्गाहरू परेको त मलाई भेटेको हो क्या खतरा मान्छे भाइ नेपालमा के अरे त्यो के भन्छ उसलाई गायक कसले भन्नु भनेर पर्फर्मर हो भनिरहेको छ यसले त आफ्नो बाइक भत्काउँछ कि क्या हो यार आवेशमा आएको के त्यो अलिक बिस्तारै हेरेको न यार तपाईँलाई मन लागिहाल्छ क्या अभिषेकलाई फेरि कसल जिते अभिषेकलाई फेरि कसल जिते मन पर्दैन नि अभिषेकलाई भोक लागिसक्यो त्यही भएर छेटोतिर हिँडेको हाम्रो पाउनुहुन्छ
कसैले अगाडि गएको भन्नु आउँछ आउँछ दुःखले चित्र पनि आउँछ दिनु यो त खतरा खान्छ नि फेरि आनन्दले बाटोमा बाइक लिएर आएर अब बाटो गिर लाग्छ त्यो त्यसको त्यस्तै खुसी हामी ल अब हामी चाहिँ यहाँ फेरि पुलाइसकेका छौँ होइन हुन्छ अब हामी बदिवासपुर त्यो बस्यो है त्यो पहिले क्या एउटा साथीले होइन हामी पिकनिक गर्न जान्थ्यौँ अनि के भन भन्दाखेरि एउटा सरले भन्छ नपत्याउने खोलाले पनि पहिले नै बगाउँछ भनेर त्यसले के भन्छ तर अस्ति भक्ति खोलाएर भैँसीलाई बोकेर आएको नगरपालिकाबाट थिएन कुनाल खोइ नगरपालिकाको बाटो ल त्यही त आज यहाँबाट हामी चियान चिया जाने बाटो देखाउँछौँ है त यो चाहिँ हाम्रो पूर्व पश्चिम बाजारबाट हामी आइरहेको छौँ होइन यहाँबाट हामी यो चाहिँ भयो पावर मिथला होटेल होइन यहाँबाट हामी तलतिर यो चाहिँ हाम्रो भोला बस्नु चोक है यहाँबाट हामी अब तलतिर जानुपर्छ तलतिर गयो हामी अब आज हामी चियान चिया लिएर जाँदैछौँ होला भिडियो हेरेर आउँछ फेरि आइसकेको छु गाइस जहिले भेटिन्छ अब हेर्न सक्नुहुन्छ त्यो चाहिँ हाम्रो चिया चर्च अन्त चिया अड्डा भने पनि खोलिसकेको छ ल पनि जाउँ फाइनली बुनीको ड्रिम पनि पुरा भयो यहाँ हाम्रो यहाँ आउने हाम्रो बुनीको ड्रिम पनि पुरा भयो गाइस हेर्नु है हेर्नु सक्नुहुन्छ चिया चर्च त्यससँग हामी भित्र गयौँ सरी अब बुनी आइसकेको छ यहाँ है ल बाहिर बसौँ भन् भित्र ल बुनीलाई कतासँग एकपल्ट घुमाइदिउँ यहाँभित्र होइन यहाँ टिभी हेर्ने बुनी टिभी हेर न टिभी हेर न अब बुनीले यहाँ टिभी पनि हेरिसकेको छ ल ल बुनी त यहाँबाट फोटो क्लिक गरिदिनु है त यो चाहिँ भिडियो अहिले रोकेर क्लिक गर्नु फोटो चाहिँ तपाईले भन्नुभएको कुरा एकदमै सही हो हामी विवाहको बारेमा कुरा गर्दै थियौं माफ गर्नुहोस् म अलिकति अल्मलिएको थिएँ हजुरको दाइको लागि कस्तो केटी मन पर्छ के उहाँलाई केही विशेष गुणहरू भएको केटी चाहिएको छ छैन तपाई जस्तो सजेस्ट गर्नुहुन्छ हामी उस्तैसँग बिहे गरिदिन्छौँ माफ गर्नुहोस् म हजुरको दाइको लागि केटी रोज्न सक्दिन प्लिज विवाह दुई अघि ए बा एकैछिनमा कुरा फेर अघि भएर खोजिदिन्छु भने हैन यसले धोका एकदमै सही हो माफ गर्नुहोस् म हजुरको दाइको लागि केटी रोज्न सक्दिन विवाह दुई जनाको जीवनको महत्त्वपूर्ण निर्णय हो र यो उहाँहरू दुवैले नै लिनुपर्छ तर म हजुरको दाइको लागि केही सुझावहरू दिन सक्छु धोका खतम रहेछ त अघि भएर टिटी भन्दा बढी धोका दिएर त्यही भएर मैले अघि नै अडियो चेन्ज गरेर केटा राख्नु भएको छुरा मुटुमा घोरोप्दै निकाल्दै रहन्छ केटी रोज्न सक्दिन तपाईले गरे मेरो दाइ रिसाउनु भयो डिप्रेसनमा जानु सो हेलो गाइस आज चाहिँ हाम्रो यहीँसम्मको आज हाम्रो यात्रा थियो अब हाम्रो चिया खाएर हामीले सकाइसकेका छौँ अब हाम्रो भिडियो यहीँ अन्तिम गर्छौँ भिडियो हेर्नु नबिर्सिनु होला माया साथ सपोर्ट जहिले गरिराख्नु होला धन्यवाद